अस्सलामुअलैकुम सबैजनालाई। हामीहरूको देशको भ्रष्टाचार कसले हटाउँछ? कसले भ्रष्टाचारलाई टाढाभन्दा टाढा गर्छ? जब यो कुरा मेरो माइन्डमा आउने गर्छ तब म सोच्ने गर्छु कि छ एउटै महान व्यक्ति, जबसम्म त्यो महान व्यक्ति हाम्रो नेपालको प्रधानमन्त्री बन्दैन तबसम्म हाम्रो नेपालमाको भ्रष्टाचार कहिले पनि टाढा जाँदैन। यदि त्यो महान व्यक्ति हाम्रो नेपालको प्रधानमन्त्री बनिहाल्छ नि तब हाम्रो नेपालमा कहिले पनि भ्रष्टाचार हुँदैन। त्यो महान व्यक्ति मेरो बालेन दाइ हो। बालेन दाइ, तपाईमाथि मेरो पुरै विश्वास छ। अरूको बारेमा त थाहा छैन, तर तपाईको बारेमा थाहा छ कि तपाई जब हाम्रो नेपालको प्रधानमन्त्री बन्नुहुन्छ नि तब पुरै भ्रष्टाचारलाई टाढाभन्दा टाढा गरिदिनुहुन्छ। यो मेरो आशा छ बालेन दाइ। यदि तपाईहरू पनि चाहनुहुन्छ कि हाम्रो नेपालको प्रधानमन्त्री बालेन शाहले बन्नुहुन्छ तब कमेन्टमा यस लेख्न नबिर्सनुहोला। धन्यवाद।